ल है साथीभाइ सबैलाई स्वागत छ मेरो सानो भ्लगमा। आज चाहिँ म मेरो कारको सर्भिस गर्ने भएर म टोयोटाको सोरुम जाँदैछु सर्भिस गर्नको लागि। मेरो कार चाहिँ त्यहाँ अड्या छ। कस्तो हुन्छ के हुन्छ सबै देखाउँछु है त म चाहिँ अहिले बाटोमै हो। यसरी यहाँ ट्राफिक जाम भइरहेछ। यसरी म यहाँ छु। कस्तो छ अगाडि म चाहिँ यहाँ वेट गरिरहेको छु। म चाहिँ फाइनल्ली टोयोटाको सोरुममा आइसकेको छु। अब थोरै समय यहाँ वेट गर्नुपर्छ। एकछिन मान्छे आउँछ। मान्छे आएपछि अगाडि जानु मिल्छ। म चाहिँ यहाँ वेट गरेर बसिरहेको छु। ल मेरो टोकन पनि आयो। फर्स्ट नम्बरमै आएछ त। अब आएर लान्छ होला सर्भिसको लागि। जस्ट म चाहिँ वेटिङ। ल मेरो गाडी चाहिँ सर्भिसमा गइसक्यो। मलाई चाहिँ यस्तो यो पेपर दिएको छ। 2-3 घन्टा लाग्छ भन्छ। 2-3 घन्टा त म यहाँ के गरेर बस्नु। यस्तो चाहिँ डब्लिन टोयोटा। यो चाहिँ यो डब्लिनमा अवस्थित टोयोटाको सोरुम। अब 2-3 घन्टा चाहिँ त म के गरेर बस्ने। म चाहिँ यहाँ वेटिङमा बसिरहेको छु। 2 घन्टा भयो वेटिङमा बसेको। कतिखेर आउँछ अझै थाहा छैन। 3 घन्टापछि बल्ल मेरो गाडीको फुल सर्भिस भयो। यति धेरै वेट गर्नु पर्यो कुद्दा मेरो त हरिबिजक भइसक्यो यहाँ। ल फाइनल्ली 4 घन्टा कुरिसकेपछि बल्ल मेरो गाडीको सर्भिस भयो। अब चाहिँ म घर जान सक्छु हैन। एउटा सानो प्रयास भिडियो बनाउन लागि गरेको कस्तो भयो है त। अब हाम्रो भेट अर्को भिडियोमा।